वेलकम टु माई मिनी भ्लग है। आज चाहिँ कौशीको भ्लग गर्न लागिरहेको छु। यो चाहिँ हाम्रो कौशीमा भएको अम्बाको बोट। यो चाहिँ पारिजातको फुल, बास्ना दामी आउँछ पारिजातको फुलको चाहिँ। हाम्रो चाहिँ आन्टीले यसरी तुलसी पनि रोप्नु भएको छ। अनि यो थरी थरीको फुलहरू। अनि यो चाहिँ के हो, यो पत्थरीले खाने भन्ने औषधि हो क्या। यहाँ ड्रागन फ्रुट पनि रोप्नु भएको छ आन्टीले। अब यहाँ धनियाँ छर्नु भएको छ, टमाटर पनि यसरी रोप्नु भएको छ। यहाँ फुल पनि छ हैन। टक्क माथि छतमा चाहिँ यस्तो दामी नजाराहरू छ है। ल तपाईहरुले नि गर्न सक्नुहुन्छ है यसरी। ल यहाँ शिवजीको प्रसाद पनि झुन्डिरहेछ। यस्तो यहाँ चाहिँ फेरि मल बनाउन तयारी भइरहेछ है। फुलको बोट यस्तो है, टक्क यो एलोभेरा। अनि यो चाहिँ विकासे अम्बा। अनि हाम्रो यहाँबाट देख्ने नजारा चाहिँ यस्तो छ है गाइज। ल यस्तो कलर रहेछ। ल यो चाहिँ हाम्रो दक्षिण ढोकाबाट अलिकति भित्र है, दामी देख्छ। ल त्यो चाहिँ लप डाँडा भयो, त्यहाँ प्लानिङ बनिरहेको रहेछ माधम। ल तल चाहिँ यस्तो मनी प्लान्ट, त्यसपछि यहाँ यस्तो हक्क यहाँ चाहिँ आन्टीले यस्तो दामी बगैँचा बनाउनु भएको छ। यस्तो दामी ल फुलहरू चाहिँ थरी थरीको फुलहरू चाहिँ दामी छ है। ल यो चाहिँ तामाङको सयपत्री फुल। त्यसपछि यस्तो तलमै